सबैलाई नमस्कार। म रोमनाथको तर्फबाट आराम हुनुहुन्छ? चिन्नुभयो होला यो के हो सबैले। यो चाहिँ अमला हो। यसलाई चाहिँ अब कसरी खाने भन्ने कुरा है साथीहरू। यसरी काट्ने, थोरै यसमा, धेरै होइन थोरै नुन राख्ने, त्यसपछि खाने। कसलाई मनपर्छ साथीहरू हेर्नुहोस् है। अमला भनेको खानुपर्छ। अमलालाई चाहिँ एकदम राम्रो चिज हो अमला। वर्षको दिनमा एउटा या दुईवटा खाएको राम्रो हो। हजुरले पनि खाने गर्नुहोस् है साथीहरू। म चाहिँ मेरो चाहिँ नास्ता गर्ने बेला भयो। हजुरले नास्ता खानुभयो भने मेरो नास्ता चाहिँ स्प्राउट हो। ओके, बाय बाय गाइस।